ल भयो यसको घुम्न हो यसको घुम्न हो किन यो सम्मै बनाउनु पर्छ यो त यस्तो बनाउनु पर्छ यो पानी हाल्दाखेरि सम्म बराबर लाग्नु पर्यो एकैचोटि यहाँनिर लैजानु त फेरि यहाँनिर पानी नभएर छैन नि तर अलिकति यतापट्टि कुनातिर हाल्नु पर्छ यो पनि सुरु गरेको के गर्नु त अब यो सबै ल्याउन कमला त्यो त बिउ त्यसरी ल्याउने होइन यहाँबाट यसरी फाल्ने हो बिउ पुग्दैन क्या है बिउ पुग्दैन क्या है यसरी फाल्ने हो त भयो पानी धेरै हाल्नु पर्ने भाइ हिलो माथि त अनि कहाँ ल रोपेर आएको चरा पातलो पातलो रोप्ने ल पातलो पातलो अब यहाँ तेल लुगा छैन अनि 10 रुपियाँ यहाँ सेलमा फोन गराएर हिलो हो बिउ पुग्दैन नि फेरि अलिकति एउटा रोप है मेरो चारवटा एउटै ठाउँमा रोप्ने कहाँ हुन्छ त एउटा रोप्ने क्या दुईवटा एउटै ठाउँमा रोप्ने त्यो नजिक भयो अलिकति टाटा हो टाटा रोप्ने हो क्या धान त यत्रो मुठा निस्किन्छ नि त एउटाबाट ए डेन्जर हो नि यो त यहाँनिर अलिक धेरै नजिक रोप्नु क्या त्यहाँको बिच ग्यापमा रोप्ने हो क्या एउटा पानी निस्किने क्या यस्तो लाइन लाउँछ त्यसबाट रोप्ने हो क्या हो सुत्छ भाइ यहाँनिर सुरु देखि यसलाई रोप्न आउँदो तेस्रो लाइनमा रोप्ने हो क्या ठाडो लाइनमा नरोप्ने तेस्रो लाइन धान रोप्नु परेन सब्जी
पछि बिहानले त भात पो खाने हो त अहिले खिरवाला धान हो प्योर बासमती चामल हो सर खाँसेर बासमती अनि यो के धान ल्याएको हो बासमती थियो यसलाई पनि आएन तर छुट्टी आएन भाइ यहाँ छोडेर गइ पनि त्यहाँ छ हो यस्तो तेर्सो लाइनमा रोप्ने हो तेर्सो लाइन ठाडो रोपेर गइस क्या दायाँमा जिउ त आनन्द पङ्क्तिमा रोप्ने होइन तातीमा रोप्ने तातीमा रोप्ने गाउँमा त हिरो भइहाल्यो अनि हाम्रो तालले रोप्यो भने त कहिले होला त अनि यो कमला लुगादेखि एक नासै रोपेर ल्यायो गरेन नगरेको फरक हुन्छ त्यहाँ हेर रोपेको कमला छोबाट ल्याएको हो छोबाट हामी जस्तो उमेर आउँदै छ कहिले सिक्ने पानी बन्द गरिदिनु अब यो ठाउँमा छोड्यो क्या ठ्याक्क मजाले पुग्छ लास्ट नपुला नि फेरि एउटा मुठा मात्रै छ है अब फेरि ए दुईवटा मुठा छ एउटा दुईवटा खेल्ने हो रोडै भएछ के हो होइन यो भिटालले रोपेको नि त्यो त लानै छोड्यो नि त हँ लानै छोड्यो त्यो पातलो रोप्यो नि पुऱ्याउ है पुऱ्याउ